बाई प्रोफेसन म टिचर भए पनि वास्तवमा म किसानको छोरो हुँ। हाम्रो बाबाले चाहिँ निकै दुःख गरेर खेती किसानी गरेरै भए पनि हामीलाई चाहिँ स्कुल कलेज पढाउनु भएको हो र उहाँले हामीलाई सानैदेखि अब खेती गर्न चाहिँ सिकाउनु पनि भयो होइन, खेतीका कामहरू गर्न सिकाउनु पनि भयो। अब आलु खन्न गोड्न अब कुनै पनि खालको खेतीका कामहरू गर्न चाहिँ साँच्चै भन्ने हो भने आई एम पर्फेक्ट एन्ड आई डोन्ट हेभ एनी काइन्ड अफ हेजिटेसन टु वर्क एट फार्म एज वेल। यो साल आलु राम्रो फलेन होइन, धेरै फलेन। यही साइजका आलुहरू अब थुप्रै फलेको भए त हुन्थ्यो, तर एकदमै क्वान्टिटीमा चाहिँ एकदमै लो क्वान्टिटी होइन, एकदमै कम आलु फल्यो यो साल। 12-1 बजेसम्म दिउँसो बिहानदेखि दिउँसो 12-1 बजेसम्म चाहिँ अब आलु आज खने र अस्तिदेखि हामीले ताकेता गर्दा गरेको। आज चाहिँ बराल दाइले होइन अब फाइनल्ली हाम्रो पौडेल दाइले चाहिँ उहाँको साथीको थ्रेसर पठाइदिनु भयो र फर्स्ट अफ अल चाहिँ अब हामीले तल्लो होलीको तोरी चाहिँ थ्रेसर लगायौँ। पहिला यो खालको प्रविधिहरू थिएन, अहिले चाहिँ अब यो खालको प्रविधिहरू होइन आएको छ। खेती किसानी गर्ने होइन मानिसहरूलाई चाहिँ निकै सहज पनि भएको छ। अब यो खालको अब तोरीका माचहरू चाहिँ होइन अब थ्रेसर लगाउनको लागि अथवा फर हार्भेस्टिङ चाहिँ अब 3-4 दिन लाग्थ्यो भने अहिले चाहिँ अब केही घन्टामा नै अब तोरीलाई चाहिँ अब यो थ्रेसर मेसिनका सहायताले चाहिँ अब मिलमा लगेर कुटाउन सक्ने स्थितिमा पुर्याउन सकिन्छ होइन। अब ढिकुटीमा थन्क्याउन सक्ने स्थितिमा पुर्याउन सकिन्छ। वास्तवमा यो प्रविधिले चाहिँ अब खेती किसानी होइन यो फार्मिङलाई चाहिँ अलिकति सहज बनाएको छ। र यो जग्गा जहाँ हामी चाहिँ अहिले अब यसरी तोरी थ्रेसर लगाइरहेका छौँ, यो चाहिँ हाम्रो पापाले निकै दुःख गरेर आफ्नो देशमा पनि होइन विदेशमा होइन परदेशमा इन्डियाको सिक्किममा चाहिँ निकै वर्ष 6-7 वर्षसम्म चाहिँ भोटेहरूको अब सिक्किम राज्यमा चाहिँ अलैँची अदुवा खेती गरेर चाहिँ कमाउनु भएको पैसाले जोड्नु भएको जग्गा हो। र यो जग्गामा चाहिँ अहिले खेतीयोग्य जग्गा होइन फर्टाइल ल्यान्ड भएको हिसाबले हामी खेती गर्न पाइरहेका छौँ। यस अर्थमा चाहिँ म एकदमै हाम्रो आमा पापाप्रति र उहाँहरूको मेहनतप्रति चाहिँ एकदमै आभारी छु, उहाँहरूलाई आभार प्रकट गर्न चाहन्छु। उहाँहरूले जोडिदिनु भएको जग्गा छ, त्यसैले हामीले अहिले खेती गर्न पाइरहेका छौँ। अनि यस्तै खेत घडेरीमा चाहिँ हामीले घर बनाएर पनि बसेका छौँ होइन, ओत लाग्न पाएका छौँ। वास्तवमा यसरी चाहिँ अब खेतीपाती गर्नु होइन, खेतीपाती गर्ने संस्कार उहाँहरूले सिकाउनु भएकोले अब खेतीपाती गर्न रमाइलो पनि लाग्छ। हरेक स्याटरडे अथवा होलिडेको समयमा चाहिँ अब निकै दिनदेखि थाँतिरहेको अब खेतीका कामहरू डोमेस्टिक वर्कहरू चाहिँ प्रायः मैले गर्नुपर्ने हुन्छ। अनि आफ्नो परिवारका अब सदस्यहरूलाई चाहिँ अब यसरी सहयोग गर्नुपर्ने हुन्छ। हुन त अब कहिलेकाहीँ कपी काट्नुपर्ने हुन्छ स्कुलको होइन, कहिले के हुन्छ, कहिले प्रोग्राममा अटेन्ड गर्नुपर्ने हुन्छ। यद्यपि अब समय हुँदाखेरि चाहिँ म यसरी आफ्नो परिवारसँग चाहिँ खेतीको काम गर्न एकदमै रमाउँछु, खुसी लाग्छ, परिवारका सदस्यहरूसँग फ्रेस हुन्छु।